भाइलाई मैले अहिलेबाट फलो त्यो टुकी भाइलाई मैले त्यो फर्स्ट ब्रेक स्टेसनमा आउनुभन्दा हाम्रो संसारको हामी नै राजा रानी खोइ के बाइकको सिटको पछाडि बसेर गाना गाउँदै हिँडेको थियो मैले त्यहाँदेखि चिनेको त्यो टुकी भाइलाई त्यहाँदेखि त्यो ब्रेक बासमा आयो ब्रेक बासबाट उसले अलिकति यसो लाइट पायो अलिकति त चाहिँ त्यो गाउँको लुटेर खाने काजी भनेर के भन्छ हो त्यहाँदेखि मैले त्यहाँदेखि फलो गरेको उसको गानाहरू एकतिर मैले सुनेको छु मलाई राम्रो पनि लागेको छ कुन गानाहरू मलाई बोर लागेको छ म के गर्नु त बोर लाग्यो भने साले हावा कुराहरू यस्तो रिस्टार आउँछ मलाई कसम होला मलाई यस्तो खालको यो नचाहिँदो यो चिक्ने यो मुजी भाइमा बस्नु नसक्नेहरू मलाई त्यो सिधै कुरा भाइ तँलाई कोही त्यो डिप त्यो लिरिक्स लेख्ने मान्छेले होइन डिप लिरिक्स यो दिएर पुरा ह्यान त्यान पुरै त्यो लेखेर त्यो लेखेको तँलाई रुच्छ होला तँलाई मनपर्छ होला मेरो दिमागले भ्याउँदैन भाइ मलाई भ्याउनु पनि छैन भाइ जानेर के गर्नु त्यो भन्दा अगाडि त त्यो त्यस्तो लिरिक्समा म पुरा इन्ट्रेस्टेड म ओहो यो हो नि त भनेर लिरिक्समा त्यस्तो खतरा सोच्ने खालको मान्छे केही हुन्थ्यो भने त म त्यो गाना सुन्नुभन्दा अगाडि म लक्ष्मी प्रसाद देवकोटाहरू भानुभक्तहरूको म कविता पढ्दै बस्थेँ बुझिनस् भाइ पढ्छेस् त अहिले भानुभक्तको यहाँ कविता म तँलाई भनिदिउँ यहाँ लेखेर मैले यहाँ पढेर तँलाई भनिदिउँ अनि रेकर्ड गरेर प्लेलिस्टमा राखेर सुन्दै हिँड्छेस् कस्तो खतरा आएर यहाँ भन्दै पागलहरू साला आज यहाँ हल्का रिसमा छ दाइ आज दाइलाई ओभर रिस उठेको छ आज दाइलाई यो क्यामेरा हल्लियो भने